गुड मर्निङ सबैजनालाई। र अहिले भने चाहिँ म यहाँनिर केलाउन आँटेको छु चिन्डे है। यसको चाहिँ म अचार बनाउनेवाला छु है। र यो तपाईँहरू कतिजनालाई त थाहा पनि होला, यो चिन्डे भन्ने चिन्नु पनि भयो होला होइन, खानु पनि भएको होला। यसको चाहिँ अचार एकदमै मिठो हुन्छ है। यसको चाहिँ अचार दुई तरिकाले बनाउँछ होइन। एउटा चाहिँ भयो तोरी तेल हालेर होइन, त्यो मिक्स गरेर बनाउँछ, र अर्को चाहिँ भयो यसमा हाल्छ छुर्पी है, छुर्पी प्याज र काँचो तेल हालेर मुसेको अचार चाहिँ एकदम मिठो हुन्छ। र म अहिले चाहिँ यसको अचार बनाउनु गइराखेको छु है। यो अचार चाहिँ स्पेसियली मेरो भाइको लागि मैले हाल्दैछु है। भाइको चाहिँ एकदम फेभरेट हो नि त यो। अब बिचरा अब उसले त अब बाहिर है, घरदेखि बाहिरै छ, ड्युटीमा छ, खानु पाउँदैन यस्तो ड्युटीतिर त होइन। अन्त अब हामी चाहिँ यहाँ बस्तीमै भएकोले गर्दा चाहिँ यस्तो हामी चाहिँ अब कहिलेकाहीँ खानु पाइबस्छ, उनीहरूले चाहिँ खानु पाउँदैन नि त। त्यही भएर मलाई नाना यसको चाहिँ अचार हालेर राखिदिनुहोस् मलाई भनेको छ है। र यसको पनि म अचार चाहिँ हुनु त हामीले अहिले खानुको लागि बनाएर खान्छौँ, तर यो चाहिँ म निकै टाइमको लागि अब बनाएर राख्नेवाला छु। तर हुन्छ कि हुँदैन म ट्राई गर्नेवाला छु। आज चाहिँ फर्स्ट हो। यो कतिसम्म बस्छ होइन, अचार मजाले बनाएर चाहिँ बोतलमा हालेर राख्नुपर्ने हुन्छ होइन। तर हुन्छ कि हुँदैन जस्ट म ट्राई चाहिँ गर्नेवाला छु है। र तपाईँहरू कतिजनालाई मनपर्छ यो चिन्डे कमेन्ट गर्नुहोस् होला होइन। कतिजनालाई त मन पनि पर्दैन होला यो, किनभने यसको गन्ध कस्तो कस्तो आउँछ नि त, तर पनि मिठो हुन्छ। र अर्को प्लस यो चाहिँ सुगरको पेसेन्टको लागि पनि एकदम राम्रो अरे भन्छ होइन, मैले सुनेको त्यो चाहिँ हो कि होइन। सो थ्याङ्क यू फर वाचिङ।